यहाँहरूलाई ब्याक पेन छ भने या ढाड कम्मर दुखाइको समस्या छ भने यो घाँस अर्थात् दुबो पाउनुहुन्छ भने दुबो चौरीमा मजाले यसरी ब्याक साइडबाट यसरी हिँड्नुपर्ने हुन्छ। कम्तीमा पनि 2 मिनट हिँड्नुहोस् है। 2 मिनट कम्तीमा पनि अलि लामो चौरी छानेर मजाले ब्याक साइडबाट हिँड्नुभयो भने ब्याक पेन एकदमै ठिक हुन्छ। यो गजबको उपाय छ। यसको साथसाथै अरू योग अभ्यासहरू छन्, एक्युप्रेसर पोइन्टहरू छन्। एक्युप्रेसर पोइन्ट भनेको यो हेर्नुहोस् है, ढाडको लागि यो च्यानल दुईटै हातको सेम यसो गर्नुभयो भने यो ठ्याक्क देखिन्छ कि यसरी। त्यसपछि कम्मरको लागि यो पोइन्ट दुईटै हातको यो हामी बसेर थिच्छौँ मजाले। ठिकै एक्युप्रेसर पोइन्ट यो च्यानलहरूलाई हामीले बसेर यसरी के ठ्याक्कै यसरी राख्छौँ। यसरी 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 पुरै च्यानलहरूमा जसको ढाड कम्मर असाध्यै दुख्छ उहाँहरूको यो हत्केलामा पनि दुख्छ। जसको ढाड कम्मरको समस्या छैन उहाँहरूलाई यहाँ पनि दुख्दैन है। सेम हो दुवैतिर यसरी 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 थिचिराख्छौँ। अब कम्मर दुख्नेलाई यसरी मजाले प्रेसर दिन्छौँ, छोड्छौँ, प्रेसर दिन्छौँ, छोड्छौँ। अघिको पोइन्ट यो प्रेसर दिन्छौँ, छोड्छौँ। अब यसलाई पनि कम्तीमा 15-20 पल्ट या 1 मिनट कम्तीमा गर्नुपर्ने हुन्छ। दुईटै हातको सेम हो, दुवैतिर मजाले प्रेसर दिने छोड्ने। यो हो ढाड कम्मर दुखाइको एक्युप्रेसर पोइन्ट। अब हामी गर्नेछौँ ढाड कम्मर दुखाइकै लागि केही आसनहरू। यसरी सुत्नेछौँ। सुतिसकेपछि यसरी हातलाई राखेर पालै पालै एउटा गोडाले हिपलाई हान्छौँ। मजाले श्वास लिँदै छोड्दै श्वास लिँदै छोड्दै कम्तीमा 1 मिनट गर्नु होला। यसपछि दुईटै गोडा यसलाई पनि 1 मिनट गर्नु होला। बिहान बेलुका जतिखेर गर्दा पनि हुन्छ खाली पेटमा। मकरासन यसको नाम हो। ढाड कम्मर दुखाइको लागि गर्दैछौँ। अब हामी गर्दैछौँ भुजङ्गासन। साइडमा हात दुईटै गोडा टाँसेर श्वास लिँदै यति अर्ध भुजङ्गासन।